हेलो अनि हाई नमस्ते साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ होला? अनि म एकदमै सन्चै छु। म हो दिप्ती जिरेल। तपाईहरु स्वागत छ मेरो युट्युब च्यानलमा। अनि साथीहरू, ह्याप्पी ग्यालो लोछार। तपाईहरुको लोछार कस्तो भइराछ? हाम्रो एकदमै राम्रो भइराछ। त के भन्नु, म चाहिँ बिहान बिहानै उठेर कफी खाँदै छु अनि मुख पनि दुख्दैन हो गाइज हो। अनि चिसो चिसो मौसममा तातो तातो कफीको साथमा तपाईलाई न्यानो न्यानो गुड मर्निङ। अनि आज चाहिँ हाम्रो घरमा चाहिँ लोछार पार्टी चलिरहेछ भन्दा नि प्लान चाहिँ चलिरहेछ। अब हामी रेडी गर्दैछौँ, दिदी रेडी गर्दै हुनुहुन्छ अनि म चाहिँ कफी खाँदैछु। अनि साथीहरू, अनि तपाईहरुले मेरो भिडियोलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, हेर्नु होला। साथीहरुले पनि हेर्दै त्यो मेरो साथीको भिडियो युट्युबमा यसो भिडियो हालेको छ हेर्दै भनेर शेयर गर्नु होला अनि सब्स्क्राइब गर्न लाउनु होला। अनि अब आउने समयहरू तपाईहरु एकदमै राम्रो, सुखमय, राम्रो, रमाइलो अनि दुःख पीडा कसैलाई नपरोस् भन्दै ह्याप्पी ग्यालो लोछार भन्दै अब मैले भिडियो स्टार्ट गरिसकेको छु है त गाइज। अनि के गर्नेछु भन्ने कुरा चाहिँ म देखाउँछु ल। आज हाम्रो के बन्दैछ। मासु अचार पुलाउ बनाउने भन्ने चाहिँ प्लान बनिरहेछ। कोही मासु लिनु गएको छ अनि म चाहिँ यहाँ अचार बनाउन रेडी गर्दैछु है साथीहरू। अनि तपाईहरु पनि आउनु होला। अनि उहाँ चाहिँ हाम्रो आजको मेन कुक। उहाँले चाहिँ आलु तास्दै हुनुहुन्छ अनि आलुको अचार बनाउने रे। अनि खासमा उहाँले भन्दा नि मिठो अचार चाहिँ म बनाउँछु भनेर के भन्नु। अनि तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ दिदी। धन्यवाद भन्नु न हौ छ्या। मलाई भने कि तैले कसलाई भने? धन्यवाद बहिनी। ह्याप्पी लोछार। थ्याङ्क यू बहिनी। सेम टु यू बहिनी। लु है त गाइज हो। आज त एउटा कुरा थाहा छ तँलाई? के कुरा? पेनल्टी गरेर पैसा दिन्छ अरे नि त। हो र? होइन होला। कति दिन्छ अरे? कति पैसा दिन्छ? कति दिन्छ अहिले भर थाहा पाइहाल्छ नि। आज चाहिँ अनि लोछारमा हामीलाई भेनाले टिका राखेर पैसा दिने भन्ने कुरा सुन्यो साथीहरू। म त एकदमै खुसी छु। पैसा पाउने आसमा गयो जिन्दगी भन्ने चाहिँ नहोस्। दिएन नि यो भिडियो पोस्ट गर्नुहोस् भेना। अनि लोछारको दिनमा हाम्रो भेना चाहिँ पुरा टोइलेट सफा गर्छ भेना। अनि हजुर त नि के साह्रो मेहनती त नि यस्तो। अब आज लोछारको दिनमा त्यो वाला यहाँ टोइलेट सफा गर्दैछु होइन। अब अरू बेला नि सफा गर्छ। ह्याप्पी लोछार भेना। धन्यवाद तपाईँ सबैजनालाई चाहिँ ह्याप्पी लोछार। अनि के भन्छ अब ब्लग बन्छ होइन। हो ब्लग बनाउँदैछु म। ब्लगको चाहिँ तपाईँको श्रोताबिन चाहिँ हाम्रो नेपाली सबै दादा दिदी बहिनीहरूलाई पनि ह्याप्पी लोछार। म चाहिँ अनि हाम्रो भेना चाहिँ एकदम मेहनती हुनुहुन्छ। संसारको सबसे भन्दा मेहनती हाम्रो भेना हुनुहुन्छ होला। यस्तो मेहनत गर्दै हुनुहुन्छ हाम्रो भेना चाहिँ। अनि हाम्रो दिदी चाहिँ हाँस्दै हुनुहुन्छ भेनालाई हेरेर। यस्तो त भएन क्या, तपाईँले अलिअलि काम गर्नु, भेनालाई मात्रै काम लगाएर हेर। जान्छ ल, बुढाबुढी मिलेर काम गर्नुपर्छ। फेरि हजुर के भनिसिनु भएको? मेहनती नभएको यत्रो घर ठडिन्थ्यो काठमाडौँ ठाउँमा हो नि। हामी कहाँ यसरी अनि लोछारमा पुरा यसरी भेना घरमा आएर यसरी खाना पकाउन पाउँथ्यौँ त नि। हाम्रो भेना मेहनती नहुनु भएको भए चाहिँ। हाम्रो आन्टी चाहिँ यहाँ झन्डै अड्क्यो भनेर मासु घोल्दै बसिरहेछ। मासु म्यारिनेट गरिरहेछ अहिले चाहिँ। के हाल्नुभयो त आन्टी भन्नुहोस् त? के म्यारिनेट गर्नु के हाल्नुभयो? हेर्दा मात्रै मिठो देखिरहेको गाइज, मिठो चाहिँ हुँदैन तर आन्टीले बनाएको। हुँदैन फेरि गाइज। अनि गाइज अब चाहिँ हामी मासु रोस्ट गर्न रेडी गर्दैछौँ गाइज। अब चाहिँ हामी अनि भात खाएँ बिहान, बेलुकाको भात ततार खाएँ, भोक लागिरहेको थियो। अब हामी रोस्ट गर्छौँ। यहाँ देखाइरहेको छ त नि। को खाने यति धेरै मासु को खाने? कोही पनि नखाने गाइज, मिठो हुँदैन। चलो उयो मसला खाइस् भने तैँले पुरै खान्छ नि फेरि। म खास गरी गाइज बाध्यताले मात्र खान्छु भोक लाग्यो भनेर। सासु फेरि जस्तो लाग्छ तर भन्छन् मरि
आधा गाग्री पानी 6 चल्किन्छ भने चाहिँ हाम्रो यहाँ अलिअलि त्यो होटलमा के गरेछ अरे भाँडा माझेछ अरे होइन कुक हो भनेर म फुर्ती पाएछ कुक हेल्परमा बसेछ पुरा म कुक हो मैले सबसे राम्रो कटिङ गर्छु म सबसे खाना मिठो पकाउँछु भन्ने फुर्ती लाउने चाहिँ उयो हो तर के भन्छ आधा गाग्री पानी 6 चल्किन्छ भाइ त्यही भएर राम्रोसँग सिक्ने अनि मात्र फुर्ती लाउने बुझ्यो बुझेन देखाएर स्कुलमा देखाउँछ त अलिअलि त फेरि यो अलि भएर क्या अझै देखाइदिन्छु तपाईँलाई म ल भयो वाउ दामी दामी तिनवटा पार्नु मसिनो नपार हौ हेड सेप चाहिँ यता चाहिँ सिकाइरहेको छ हेल्पहरू लु अघि टोइलेट सफा गर्ने हाम्रो दिदी चाहिँ चिटिक्क भएर यतिखेर बस्नु भएको छ अनि यता भेना अघिबाट टोइलेट सफा गरेर अहिले त ह्यान्डसम भएर बस्नु भएको छ भेना म एकदम अब एकछिन आशीर्वाद दिने हो लोसारको यहाँ सबै नानीहरूलाई अनि त्यसपछि कति राम्रो यहाँ हेर यसो गर्नुहोस् अनि एउटा कुरा सुनेको थिएँ त भेना हो कि होइन मम्मी हो भेना एउटा कुरा सुनेको थियो हो कि होइन हजुर हजुर अनि लोसार दिँदा नि टिका राखेर पैसा दिनुहुन्छ अरे हो हो नानीहरूलाई दिने हामी पनि नानीहरू हो त नि हामी चाहिँ यिनीहरूले पाउँछ है हामी त त्यही आशमा बसिरहेछौँ है ल नो नानीको मम्मीलाई नो हुन्न हामीलाई नि दिनुपर्छ आज त लोसारमा त हामीलाई नि पैसा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो कि होइन हो सुनिल भेना यतातिर अर्को भेना यतातिर ठुलो भेना हाम्रो दाजु हाम्रो माइला भेना काको चाहिँ क्षेत्रपाल निवासी क्षेत्रपा के भन्छ बैतेश्वर गाउँपालिकाको महान एमालेको नेता अनि हाम्रो यता अहिले कुन पार्टी हो भेना हामी त तारा चिन्हमा मतदान गरौँ तारा चिन्हमा मतदान गरौँ भेना हाम्रो दिदी भेना चाहिँ यतिखेर पुलाउ बनाउँदै हुनुहुन्छ दिदीले सिकाइदिएको हो भेनालाई कि पुग्छ होला स्पेसल बन्दैछ यहाँ यो पनि पाकी हो धेरै कालो बनाउनु पर्दैन क्या पाक्यो हो भेना पाक्यो निकाल्नु भेना निकाल्नु लु पाक्यो यो त अनि अलि ग्रेभी बनाउनु हुनेछ ग्रेभ बनाउने अहिले नभए यतिकै बनाउनु हजुर ग्रेभी यति बनाउनु अब रोस अलिअलि खाइहाल्छ सबैले होइन अब ग्रेभी बनाउने हल्का बनायो तेल हल्का हल्का मात्रै तारिदिनु सकिन्छ छिटो सिम्पल बनाउनु के हो यो कुकरमा पुरा हातको च्याप्टा गरिदिन्छ हो त्यसले झ्याप्चेप हाल्नु न बनाइसकेपछि रेडी भइसकेँ अब हाम्रो भेनाले यहाँ टिका लगाइदिनुहुन्छ अनि म चाहिँ एकछिनमा राम्री राम्री भएको छु अनि खासै राम्री त होइन म तैपनि राम्री भएको छु अघि भन्नु भन्नु न अघि त अनि मैले मुख पनि धोएको थिएन अहिले त मुख पनि धोएँ अलिअलि क्रिम लगाएँ आज चाहिँ हाम्रो भाइहरू पनि आएर रहेछ गाइज म त भर्खर देख्दैछु वेलकम मेरो भ्लगमा भाइ म अहिले देख्दैछु साँच्ची हो नगर्नु न कस्तो नगर्नु भने भाइ कस्तो नगर्नु भनेको दिदीको भ्लगमा आउनु मन लाग्दैन दिदीको भ्लगमा आउनुहुन्न भाइहरू पनि आएर खाँदैछ यतिखेर अनि यो चाहिँ मेरो माइला भाइ यो चाहिँ मेरो कान्छा भाइ अनि एकदम राम्रो ह्यान्डसम छ कान्छा भाइ माइला भाइ ठिकै हो पुरै लजेर छ मेरो भ्लगमा तिमीहरू मेरो भ्लगमा त के लजेर हो लजाउनुहुन्न साथीहरू सबैले मेरो दिदीको च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्छ भाइ भन्न यहीँ चाहिँ नि एकचोटि भन्न भन् भाइ मेरो दिदीको च्यानल सब्सक्राइब गरिदिनु भन्न भेना के भन्नुहुन्छ कि लासु अब सबैजनालाई गेल्बो लोसारको हार्दिक मङ्गलमय शुभकामना अब हामी चाहिँ सब पारिवारिक भेटघाट ग्याथरिङ लोसारको टिका सुरु हुँदैछ यहाँ रमाइलो छ अब हामी परिवार सबैजना भेटघाट भएको छ धन्यवाद अनि आज चाहिँ भेनाले हामीलाई टिका राखेर पैसा दिनुहुन्छ हामी चाहिँ पुरै एक्साइटेड छौँ हो कि न एक्साइटेड हुनुहुन्छ हुनुहुन्छ न मैले त
नमस्ते टसी ढेले नमस्ते होलसेलमा ह्याप्पी लोछार टस्सुले हात पो ढोक्ने हो ज्ञानी बन्ने कति राम्रै भएको छ हाम्रो छोरी अझै राम्रै हुने होइन ल ज्ञानी हुने पछि म प्रधानमन्त्री राष्ट्रपति के अरे विद्वान बन्ने ल खाता पो जानु छिटो छैन नि हाम्रो छोरीमा ल उहाँ के झन्डै झन् ल फागरे आऊ भेट्छ होला जा ल फागरे आऊ स्वास्थ्य हुँदै ज्ञानी हुने है फागरान माम भिडियो बनाइरहेको छ मासुले प्रधानमन्त्री भन्नु पर्यो राष्ट्रपति भन्नु पर्यो होइन घन्टी नभन्ने तारा बन्ने भन्नु होइन सबैजनालाई सबै चाड्नु थुप्रो छ नि ध्यान पनि छ आकाश छ प्रेल छ तत्रे छ भूषण छ बच्चाहरू छ टन्नै भाइहरू कुसुम अलि राम्रो राम्रो आशीर्वाद दिने हो मान्छे हुने है मन्त्री प्रधानमन्त्री राष्ट्रपति वैज्ञानिक समाजसेवी भन्ने है व्यापारी ठुलो मान्छे भन्ने ल विश्वास गर्ने विद्वान बन्ने ओइ तिम्रो हल्ला गर्ने होइन चुप्लाएर बस यहाँ आशीर्वाद सुन्नु परेन समाजसेवी नेता प्रधानमन्त्री राष्ट्रपति भन्नुपर्छ ला घन्टी भनेर छोरीले त लु पैसा धेरै दियो भने तारा नभए घन्टी है त ल हो कि होइन यो तिम्रो अहिले टनाएर यहाँ हातै खाली होइन ल जाऊ नानी जाऊ ल नयाँ पार्टी गएर नोर्देन ल्याएर पढ्ने रिस राग नगर्ने तारा भन्ने घन्टी नभन्ने तारा भन्ने घन्टी नभन्ने ल माधव भने पैसा धेरै दियो भने तारा भन्ने भन न पैसा धेरै दिनु तारा भन्ने सेयरिङ गर्नुपर्छ ल यसो 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 गर ल यो अरे यस्तो टाइस ल ज्ञानी भन्ने ठुलो मान्छे बन्ने है हाम्रो पिरियड कति ज्ञानी नै छ त्यही पनि अझ ज्ञानी बन्नुपर्छ राम्रो पढ्ने मम्मीहरूलाई चाहिँ यहाँ दुःख नदिने भन्ने कुरोमा मान्ने है ल ठुलो मान्छे भन्ने समाजसेवी विद्वान बन्नुपर्छ घन्टी नभन्ने तारा भन्ने हो कि होइन ल भेन्न ल भन्नु भन्नु विज्ञान प्रविधिलाई चाहिँ एकदम विश्वास गर्ने होइन रूढिवादी परम्पराहरूलाई चाहिँ त्याग्ने वैज्ञानिक विद्वान बन्ने प्रधानमन्त्री राष्ट्रपति बन्नुको निम्ति चाहिँ होइन अग्रसर हुने घन्टी नभन्ने तारा भन्ने नि भन्नु न तारा भन्दा पोतारा चाहिँ नभन्ने नि बन्ने एकदम होइन हो ऊ हैट उइट नगर्ने प्रबलबाट सिक्ने ऊ कस्तो नमस्ते गरी बसेछ हो यसले चाहिँ जाने रहेछ
युट्युबमा हेरेर ट्युटोरियल गर्थ्यो उसको खाना चाहिँ पकाउनु। किन चाहिँ त्यसको? यस्तो है यस्तो राम्रो भयो ल बिहानी भन्ने एकदम है ल माउसा झगडा नगर्ने तल बस्नु ल एकदम ज्ञानी विद्वान बन्नु पर्यो होइन ल घन्टी घन्टी होइन तारा बन्नु पर्यो त्यसलाई मिल्दैन कुसुम नलाउने रे ऊ के रे प्रवीण पनि नलाउने रे विद्वान कुसुम त लाउनुपर्छ कि नलाउने त्यो चाहिँ त्यो फेरि दसैँमा लाएन के भन्दा लाएन ठुलो के भन्छ कर्मचारी हाकिम बन्नु पर्यो बुवा जस्तै होइन ओइ कुसुम आइज रे के भन्छ ठुलो मान्छे बन्नु पर्यो होइन ज्ञानी विद्वान टोपी लाउनुहुन्न अब थोरै मात्र लाउनु खै आशीर्वाद दिनु ठुलो व्यापारी बन्नु पर्यो होइन अब यहाँ चाहिँ के भन्छ रियल इस्टेट चाहिँ धन्दा चलाउनु पर्यो केही वर्षपछि यहाँ चाहिँ करोडपति होइन अरबपति बन्नु पर्यो भेनाहरूको संस्कार पनि मान्नु पर्यो नि त हामीले एकदम विद्वान बन्नु पर्यो होइन विद्वान त विद्वान नै हुनेछ अझ विद्वान बन्नु पर्यो होइन बस बस अझै भन्न बाँकी छ घन्टी कि तारा ठुलो चाहिँ के भन्छ हाकिमहरू बन्नु पर्यो होइन सरकार जागिर बन्नु पर्यो समाजसेवी प्रधानमन्त्री विद्वान बन्नु पर्यो घन्टी नभन् तारा बन घन्टी कि तारा घन्टी कि तारा तारा यहाँ देखेन यहाँ अगाडि ओ अङ्कलले नि बोला त तल हो क्या ठुलो मान्छे बन्नु पर्यो होइन स्वास्थ्य तन्दुरुस्त हुनु पर्यो यहाँ भन्दा चाहिँ ठुलो मोटो बन्नु पर्यो ल घन्टी बजाउँदै हिँड्ने होइन तारा तारा भन्ने घन्टी कि तारा घन्टी बजाउँदै हिँड्नु भएन होइन यो भेना लगिन अघि नै तारा देखिसक्नु भयो मेरो यहाँ सुकेको रुख त्यो अनि त्यसपछि के भन्छ त्यो त्यो तारा होइन के लाग्यो गरम लागेको सूर्यको पछितिर कुद्नु भएन तारा जस्तो राति चम्किनु पर्यो होइन चम्किरहेको छु यो चाहिँ खाइहाल्नु नि यो चाहिँ खाइहाल्नु पर्यो ल हो ल माग्यो ड्रागन फ्रुटै माग्यो त लु घन्टी कि तारा मजाले दिनु मलाई चाहिँ कमरेड अब एउटै पार्टीको भयो हामीलाई एकै के को कामरेड मान्छे होइन अझ बडा कामरेड हुनु पर्यो होइन घन्टी त भन्दै भन्दैन होइन म त तारै भन्छु नि तारा चिन्हमा चाहिँ के भन्छ मतदान मतदान गरौँ ल अनि हाल्नु हुनु पर्यो मिठो चाहिँ देख्दैन सबको आशीर्वादले हाम्रो गाडी चाहिँ गर्दैन हुन्छ बाबालाई बोला नि छोरी अङ्कललाई खै ऊ आक्छ एकाउन्टेन्ट साहेब सिए फाइनली हाम्रो लोछार पनि सिद्धिसकेको छ अनि हामीले रमाइलो गऱ्यौँ खाना खायौँ यहाँ अहिले चाहिँ हामी तास खेल्दैछौँ अनि यतातिर हाम्रो एकजना दिदी चाहिँ मलाई नदेखाइ भन्दै हुनुहुन्छ उहाँलाई चाहिँ म देखाउँदिनँ किनभने हाम्रो यहाँको सेलिब्रेटी हो पछि तपाईँहरू हेर्न चाहनुहुन्छ भने मेरो भिडियोमा कमेन्ट गर्नु होला पर्सनल रूपमा तपाईँहरूलाई म मेसेज गर्नेछु उहाँको फोन नम्बर सहित उहाँलाई म पर्सनल रूपमा तपाईँहरूलाई म इनबक्स गर्नेछु है उहाँको चाहिँ को हो भनेर एकदमै ठुलो सेलिब्रेटी हुनुहुन्छ सेलिब्रेटी झन् सेलरोटी भनेछु यार सेलिब्रेटी हुनुहुन्छ गाइज अनि आजलाई मेरो भिडियो यति नै बाई बाई गाइज
अनि ऊ बहिनी चाहिँ बिहेको लागि केटी पनि केटा नि खोजीमा छ कोही हुनुहुन्छ भने कमेन्ट गर्ला एकदम राम्री सुन्दरी अनि नर्स हो भेना भेना भने चाहिँ यार साथीहरू अनि आज चाहिँ बाई बाई सी यू टुमरो बाटो घुमाउरो यति भन्दै मेरो भिडियोबाट म बिदा भएँ त है त गाइस